गाइज भर्खरै हामी सिके सिनेमाबाट फिल्म हेरेर आएका छौँ धनुष र कृति सेननको। फिल्मको नाम के थियो? तेरे इक्स में। एकदम बवाल। एकदम यो अहिले बलिउडमा खै के भइरहेछ, इस्क दिवाना पागल यस्ता यस्तै फिल्महरू बनिरहेको छ। अस्ति भर्खरै हामीले एक दिवाना के दिवाना हेरेर आएको थियौँ, तर हामीले चाहिँ रिभ्यू भिडियो बनाउन पाएनौँ होइन। बडो दुःख लागिरहेको छ, अलिक बिजी भयो। खासमा चाहिँ उहाँ हाम्रो पारितोष सरहरूले पनि क्लिनिक खोल्नु भएको छ, अनि हामी यताउति अलिकति हेल्प गर्ने भएर अलिक बिजी भयो। अब सायद हामी फिल्महरू आउने बित्तिकै फेरि बनाउने कोसिस गर्नेछौँ। सो धेरै यता लामो कुरा नगरौँ होइन, हामी रिभ्यूतिर जाउँ। फिल्म कस्तो लाग्यो त तिमीलाई? पर्सनली भन्दाखेरि फिल्म पुरै हार्ट टु हार्ट टचिङमा छ। मेरो एक्सको याद आइदियो त हो, राम्रो छ, एकदमै राम्रो छ। फिल्म कस्तो छ भन्दाखेरि अब अलिकति छोटकरीमा भन्दाखेरि म थोरै भनिदिन्छु होइन, अनि तिमीले पनि यसो एड गर्न मलाई नै गर। कस्तो हुन्छ भन्दाखेरि हिरोइन अर्थात् कृति सेनन चाहिँ मास्टर्स गरिरहेको हुन्छ, अनि त्यसपछि उसलाई थेसिस गर्नुपर्ने हुन्छ होइन। अनि थेसिसमा चाहिँ उसले कुनै रिसाहा व्यक्तिलाई अथवा चाहिँ कुनै भाइलेन्ट व्यक्तिलाई कसरी चाहिँ सुधार्ने, जिन्दगीभरिको लागि सुधार दिने उसको टपिक हुन्छ थेसिस होइन। त्यसको लागि चाहिँ उसले मान्छे खोज्दाखेरि हाम्रो हिरो धनुष पर्छ। एकदमै ऊ भाइलेन्ट म्यान हुन्छ होइन। अनि केटीले चाहिँ उसलाई एउटा एज अ सब्जेक्ट, मुन्ना भाइ एमबिबिएस हेर्नुभएको छ भने कुनै पनि एउटा मान्छेलाई स्टडी पर्पजको लागि युज गरेको छैन, त्यसलाई मान्छेलाई नै सब्जेक्ट भनिन्छ होइन। यहाँनिर सब्जेक्ट चाहिँ हिरो हुन्छ क्या होइन। अनि हिरोले चाहिँ केटीलाई साँच्चैकै माया गर्न थालेको हुन्छ। केटीले चाहिँ उसलाई जस्ट एउटा उसको एउटा प्र्याक्टिकलको लागि मात्रै हो भनेर भनेको चाहिँ हुन्छ केटीले होइन। मतलब म तिमीलाई, तिमी मलाई रियलमा गर के गर मलाई थाहा छैन, म चाहिँ जस्ट तिमीलाई यसरी चाहिँ मेरो थेसिसको लागि चाहिँ सुधार्न कोसिस गर्नेछु भन्छ होइन। अनि यसै बिचमा चाहिँ अब स्टोरीहरू हुन्छन् होइन, कलेजको कुरा, यो कुरा होइन, अब फ्यामिलीको कुरा, फाइट धनी गरिबको कुरा होइन, रिभेन्जको कुरा। र कस्तो हुन्छ भन्दाखेरि अब हिरोलाई चाहिँ केटीको बाउले होइन, अब अलिकति पुरानो जमानाको फिल्म जस्तो पनि फिल हुन्छ। त्यो पुरानो जमाना हुन्छ नि, हिरो चाहिँ गरिब हुने अनि केटी चाहिँ धनी, केटीको बाउ अब अभियसली धनी भइहाल्यो, केटालाई हेप्ने क्या। मलाई अलिअलि धड्कन 2 जस्तो, मतलब धड्कन फिल्मको पार्ट 2 हो कि क्या हो जस्तो लाग्यो क्या एकछिन। केटीको बाउ आइएस हुन्छ, तँ पनि आइएस बनेर देखा यताउति भनेको हुन्छ होइन। अनि त्यसपछि फेरि लास्टतिर अनि के बुझिन्छ भन्दाखेरि केटीले चाहिँ केटाको लागि भनेर रहेछ क्या। मतलब उसले चाहिँ आइएस बन्यो भने उसको जिन्दगी बन्छ होइन, मसँग बिहे नगरे पनि होइन, उसको लाइफ बनोस् भनेर केटीले भनेर रहेछ। तर केटाले चाहिँ साँचो माया गरिरहेको हुन्छ होइन। अनि त्यो केटीलाई पाउनलाई भए पनि उसले चाहिँ एबिसिडी पनि खासै जानेको हुँदैन होइन। प्रिपोजिसनहरू अन इन कहाँ लाउने थाहा हुँदैन। त्यस्तो मान्छे खतरा आइएसमा चाहिँ युपिएससीमा चाहिँ तीनचोटि फेल भएर चौथोचोटिमा निकाल्छ होला होइन, के हो बिर्से। जस्ट 2-3 चोटि फेल हुन्छ है, अनि त्यसपछि पास भएर अनि आउँछ। केटीको चाहिँ अर्कोसँग बिहे हुन आँटेको हुन्छ, अनि ट्रेलरमा हेरेको कुरा होइन पुरै अनि आउँछ। अनि ट्रेलरमा हेर्दाखेरि चाहिँ ल बिहेमै आएर उसले डिस्टर्ब गर्छ कि जस्तो लाग्छ, तर फिल्ममा चाहिँ त्यस्तो छैन। फिल्ममा चाहिँ उसले के भन्छ भन्दाखेरि यो जन्ममा त यस्तै भयो होइन, अब तिम्रो पनि बिहेपछि छोरा हुन्छ र ऊ पनि म जस्तै आशिक हुन्छ र मर्छ नि, तब तिमी यसको पीडा थाहा पाउँछौ भनेर भन्छ। त्यसपछि अनि थोरै कहानीले मोड लिन्छ होइन। अनि त्यसपछि म्युजिकहरू पनि राम्रो लाग्यो मलाई होइन। अरिजित सिंहको र अर्को एउटा गायक, नयाँ गायकको छ होइन, त्यो गीत मलाई राम्रो लाग्यो। अनि एआर रहमानको म्युजिक अब एकदम दामी भइहाल्यो होइन। सिनेमेटोग्राफी पनि राम्रै थियो, सबै सिनहरू। थोरै केही चिजमा चाहिँ चित्त नबुझेको मलाई लागेको होइन। मैले सायद ध्यान दिइनँ कि के हो, त्यो पण्डित बिचमा आउँछ के बोल्छ होइन, फेरि कहाँबाट के घुसाइदिन्छ, अलिकति कनेक्सन चाहिँ कम पाइयो क्या होइन। जुन एउटा फ्लो हुन्छ नि त्यो चाहिँ थोरै कम पाइयो। बाँकी भनेको फिल्म ओभरअल राम्रै छ होइन, एकदमै बकवास छैन। हामीले सिकन्दर पनि फिल्म 3 घन्टा होइन यसो गरेर हेरेको मान्छे जस आज चाहिँ हेर्न पाइयो मजाले होइन, त्यस्तो बोरिङ भएन होइन। के कसो?
तिमीलाई केही भन्न छ? मेरो पनि केही भनाइ होइन, म आफ्नो पर्सनली हेरेँ अरे कहना क्या चाहते हो? फिल्ममा धनुष त आफै एकदमै ठुलो कलाकार होइन, एकदमै एक्टिङमा त ओभर एक्टिङै छ, राम्रो गर्छ। अर्को श्रुति नाम हो होइन, के नाम हिरोइनको? कीर्ति सेनन। ऊ पनि त यो फिल्ममा चाहिँ एकदमै ब्युटिफुल देखाएको छ, एकदमै राम्रो सुन्दर देखाएको छ। तर हिरोलाई पनि हिरोइनमाथि लभ पर्नु पनि एउटा ब्युटी नै थियो, एकदमै राम्रो छ हिरोइन यसमा रोल चाहिँ। अर्को कुरा के छ कि हिरोइनले अब हिरोलाई के भनौँ कि अलिकति माया गर्दै हुन्थ्यो होइन, लास्टमा माया गर्दैन, माया गरेन। त्यसकै बदलामा के गर्यो हिरोले? प्रगति गरेर देखायो। त्यसरी नै तपाईँ पनि आफ्नो पार्टनरको लागि तपाईँ पनि आफ्नो लाइफमा के गर्न सक्नुहुन्छ होइन, गर्नु होला। किनभने यो चाहिँ लभ चाहिँ एकचोटि सक्सेस पनि गाह्रै छ होइन हुनलाई। लभ सक्सेस होस् नहोस् लाइफमा सक्सेस हुनुपर्छ। आफू सक्सेस छ भने जिन्दगी सफल हुन्छ। सो फिल्मको सार भनेको त्यही नै हो। तिमी लाइफमा सक्सेस छैनौ, पैसा कमाएको छैनौ भने सबले हेप्छ होइन। अनि मान्छेको स्ट्याटस पैसाले हेर्ने छ यो सोसाइटी होइन। लभ पनि त्यही, बिहे पनि त्यही हो। अल्टिमेटली तिमी कति कमाउँछौ, कितना कमाते हो भन्ने कुरा हुन्छ। त्यसैले गर्दाखेरि केटीहरूले हेर्दै हुनुहुन्छ भने त केटीहरूलाई खासै टेन्सन छैन, केटा मान्छेहरूलाई अलिकति सोच्नु पर्ने बेला भएको छ। सो बी केयरफुल गाइज होइन। अब फिल्मको रिभ्यूलाई यति नै गरौँ होइन। अब रेटिङतिर जाउँ। फिल्मको ओभरअल रेटिङ कति दिन्छौ? 5 मा? 5 मा त म 5 दिन चाहन्छु, तर 4 सम्म ठिक छ ल। 4 त मेरो लास्ट 4। 5 को लागि त चाहिँ 4 दिन्छ भनेको छ। म चाहिँ 3.5 दिन्छु। केही चिजहरूमा चित्त बुझाएन, भिडियो धेरै लामो छ, तपाईँलाई अल्छी लाग्ला। जस्तै कि अब केटाको बाउलाई जुन देखाउँछ होइन, ह्युमिलेसन भएको, त्यो चाहिँ अलिकति चित्त बुझेन। र त्यसलाई त्यस्तो देखाए पनि त्यसको रिभेन्ज चाहिँ लिनु पर्थ्यो, अलिकति त्यो चाहिँ मलाई कमी लाग्यो होइन। अनि त्यसपछि अनि पार्ट त्यसले भनिहाल्यो होइन, जुन हिरोइनको पार्ट जुन छ होइन, अब उसको भ्यूले ठिकै होला। तर पनि अब हुन त अहिले मोडर्न सोसाइटीको स्टोरीलाई चरित्रण गरेको छ होइन। तर थोरै अलिक मोडिफाई गर्दा अझै सुनमा सुगन्ध हुन्थ्यो। बाँकी भनेको चाहिँ पर्फर्मेन्स वाइज भनेको धनुषलाई 5 मा 6 दिन चाहन्छु क्या, त्यस्तो दामी गरेको छ। धनुषको म पहिलेदेखि नै फ्यान हो, पहिला अरू फिल्म पनि हेरेको छु, मेरो रिभ्यूहरू हेर्नु भएको छ होइन। कीर्ति सेननको भनेको अब मिमी भन्ने फिल्म हेर्नुभयो होला होइन, अरू फिल्म पनि राम्रो छ। साउथ फिल्महरू पनि छन् होइन, राम्रो छ, उसको पनि एक्टिङ राम्रो छ। प्रकाश राज त अब लेजेन्ड भइहाल्यो होइन। बाँकी अरू कलाकारहरू तिनीहरूको एक्टिङ पनि ठिकै छ, राम्रै छ। मेन चाहिँ धनुषको एकदम बवाल छ, एकदम मनमा लाग्छ क्या। यो फिल्म किन हेर्न जाने भन्दाखेरि धनुषको लागि हेर्न जाने हो, त्यति हो होइन। बाँकी भनेको म्युजिकमा अब एआर रहमानलाई हामी स्टार दिने हामी को जज हो, त्यही पनि 5 मा 5 दिन चाहन्छौँ। अनि सिनेमेटोग्राफीहरू राम्रो छ। स्टोरी चाहिँ अलिकति थोरै मलाई फ्लो अलिकति कम भयो जस्तो लाग्यो, स्क्रिन प्ले चाहिँ। बाँकी भनेको चाहिँ राम्रो छ होइन। अरू केही भन्न चाहन्छ लास्टमा कि टुङ्गाइदिने? टुङ्गालाई भिडियो टुङ्गाइदिने हो त? टुङ्गाइदिउँ न, ठिकै छ। फिल्म चाहिँ एकदमै राम्रो लाग्यो, तपाईँहरू पनि गएर एकचोटि मजाले हेरिदिनु होला। हलमा गएर हेर्नुहोस्, हलमा गएर हेर्नुहोस्, दिल थामेर हेर्नु होइन, किनभने त्यहाँ दिल पिघ्न पनि सक्छ। धेरैजना त्यहाँ भनौँ न अब एक दिवानी कि दिवानीमा रोइरहेको थिए, कोही सैयारामा रोइरहेको थिए। आज पनि देखियो, क्लिप त खिचिएन, अब बिचरा अरूको किन अनुहार देखाउनु भनेर। तर कोही चाहिँ एकदमै सेन्टी पनि भयो, सायद डाई हार्ड फ्यानहरू पनि थियो होला। अनि फिल्म पनि राम्रो छ होइन। अनि यति नै भन्न चाहन्छौँ। अब हामी आज शनिबारको दिन घर पनि जानुपर्ने छ, सो हलमा गएर हेर्नु होला भन्दै आजको यस रिभ्यूलाई यहीँ टुङ्ग्याउन चाहन्छौँ है त। बाई बाई।